कोडरका लागि 60 जना, डाटा एन्ट्री अपरेटरका लागि 120 जनाको भ्याकेन्सी खुलाएको छ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँ करार सेवा जनशक्ति लिने सम्बन्धी सूचना जारी भएको छ। प्रथम पटक प्रकाशित मिति 2083 3 महिना 22 गते भएको थियो अनि राष्ट्रिय आर्थिक गणना 2082 को सङ्कलित फारमहरूको कोडिङ, एडिटिङ तथा तथ्याङ्क प्रविष्टि कार्यका लागि तफसिल बमोजिम पद र सङ्ख्यामा करार सेवामा कर्मचारी लिनुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले 15 दिनभित्र मिति 2083 4 महिना 4 गते कार्यालय समयभित्रै दरखास्त फारम भरी राष्ट्रिय तथ्याङ्क कार्यालयमा पेश गर्नुपर्छ। सम्बन्धित सबैले जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। दरखास्त फारम यतिमा गई तथा यो वेबसाइट मार्फत डाउनलोड गर्न सकिनेछ। म्याद नाही तथा रिट नपुगी आएका दरखास्त उप कुनै कारवाही हुने छैन। अनि यहाँ कोडरको लागि 60 जना मागेको छ। करार अवधि बढीमा 4 महिना रहेको छ। न्यूनतम शैक्षिक योग्यता स्नातक त उत्तीर्ण हुनु पर्यो। अनि सेवा सुविधा कार्यालय सम्पादन आधारित यसको प्रति प्रश्नवादी 4 रुपैयाँ रहेको छ। छनौट विधि के रहेको छ भने सर्टलिस्ट र अन्तर्वार्ता। फारम बुझाउने स्थान राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँमा बुझाउन सक्नुहुन्छ। कैफियत राष्ट्रिय आर्थिक गणना 2082 का गण तथा सुपर्वेक्षण पदको कार्य अनुभव भएकालाई प्राथमिकता दिनेछ। डाटा एन्ट्री अपरेटर 120 जना छ। यसको पनि 4 महिना रहेको छ। यसको शैक्षिक योग्यता +2 वा सोसरको हुनु पर्यो। सेवा सुविधा कार्य सम्पादन आधारित प्रति स्ट्रोक 4 पैसा रहेको छ। छनौट विधि यसको सर्टलिस्ट प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता हुनेछ। अनि फारम बुझाउने यसको पनि त्यही रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँ। अनि के रहेको छ भने अन्यमा हेर्न सक्नुहुन्छ। यस सम्बन्धित विस्तृत जानकारीका लागि यहाँ वेबसाइटमा दिएको छ। यो वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। यहाँ हेराइदिएको छु म जुम गरेर।